गाइज 18 घन्टा काम गरेर यस्तो खाना खान परिरहेछ। ब्रेड र आलु खाएर 18 घन्टा काम गर्नु छ। यस्तो के गर्नु गाइज, यस्तै छ। ब्रेड पनि कौलो छैन नि त, लास्टै साह्रो के यो ब्रेड। के गर्नु, 18 घन्टा काम गरेपछि सास त बचाउनु पर्यो। सास नबचाएर त भएन। यस्तो खाना देखेपछि रुन मन लाग्छ गाइज। विदेशमा परदेशीको कहानी यस्तै छ गाइज, के गर्नु। ठिक छ, घर परिवार खुसी भएपछि यो खाना केही होइन। कति रात त भोकै पनि सुतियो, के गर्नु। तर 18 घन्टा काम गरेपछि यति त खाना पाइएको छ, यही पनि खान पर्यो नि। मैले चाहिँ पुरै खान सकेन, भित्रको त्यो कौलो मात्रै खाएँ अलिअलि, बाँकी चाहिँ सब फालिदिएको गाइज। अब टोक्नै सकिन्न त कसरी खानु गाइज भित्र, भन्नुहोस् त। अब टोक्न सके पो टोकेर मजाले खानु। अब रस भइदियो, रसमा डुबेर खाऊँ, रस पनि छैन। बोइल गरेको आलु छ, के गर्नु। यस्तै हो गाइज, यस्तै हो।